डियर साथी, तपाईलाई स्वागत छ क्लास 17 मा। क्लास 17 मा म यो पत्ती बनाएर तपाईलाई सिकाउँछु। अनि यो बनाउनको लागि जुन सामानहरू छ, यो निडल छ, अनि यो चाहिँ कसब हो, अनि यो चाहिँ धागो छ। अनि यही दुईटा धागोले म तपाईलाई गरेर हेराउँछु। हेर्नु साथीहरू, अनि यो काम गर्न भन्दा सबै भिडियोमा बताउँछु। सबैभन्दा गर्नुपर्छ यसमा गाँठ लगाउनु पर्छ। साथीहरू हेर्नु, म चाहिँ गाँठ लगाइरहेछु, तपाई पनि गाँठ लगाउनु। यो गाँठ लगाउनु के को फाइदा हुन्छ क्लास 2 मा तपाईले हेर्नु। अनि तलबाट कसरी धागा फसाउनु पर्छ तपाईले 2 क्लासमा हेर्नु। अनि 2 क्लासमा मैले भनिदिएछु, त्यसमा तलबाट कसरी धागो फसाउनु पर्छ हेर्नु। साथीहरू, म चाहिँ गाँठ लगाइदिएछु, तपाई पनि राम्रोसितै गाँठ लगाउनु। गाँठ लगाएर फाइदा हुन्छ। तपाईले गाँठ नलगाए भने तपाईसँग काम गर्न अप्ठ्यारो हुन्छ, त्यही भएर सजिलो हुन्छ गाँठ लगाउनु। अनि हेर्नु, म चाहिँ अब गरेर हेराउँछु। यो चाहिँ एउटा टाँका लिएको मैले, अनि माथि गरेर फेरि तानेको, अनि फेरि तल आएर हेर्नु साथीहरू। अनि फेरि बीचमा एउटा टाँका लिएर फेरि त्यसको लेखेको ठाउँमा हानेर फेरि तान्नु पर्छ। हेर्नु, एउटा बीचमा अनि एउटा त्यो छापमा, अनि फेरि तान्दिए। हेर्नु साथीहरू, एउटा चाहिँ अब हेर्नु राम्रोसितै म हेराइरहेको छु, बीचमा अनि त्यो छापमा, अनि फेरि तान्ने। हेर्नु साथीहरू, बीचमा अनि फेरि त्यो छापमा, अनि फेरि तान्ने। यो चाहिँ एकदम राम्रो पत्ती बन्छ साडी ब्लाउजहरुमा, जे पनिमा लगाउनु तपाईलाई सजिलो हुन्छ साथीहरू। म चाहिँ तपाईलाई स्टेप बाइ स्टेप काम सिकाइरहेको छु। अनि तपाईले यो सबै सिक्यो भने तपाईले जे पनि सिल्न मिल्छ, जेमा पनि यो काम गर्न तपाईसँग सजिलो हुन्छ। हेर्नु साथीहरू, बीचमा गर्ने, अनि छापमा गर्ने, अनि तान्दिने साथीहरू। यो चाहिँ साथीहरू प्र्याक्टिस हो। अनि म तपाईलाई स्टेप बाइ स्टेप क्लास गरेर म तपाईलाई सिकाउँदै छु। तपाईले क्लास 1 देखि हेर्यो भने तपाईसँग यो काम गर्न एकदम सजिलो हुन्छ साथीहरू। अनि मेरो चाहना छ कि नेपाली दाजुभाइहरू, दिदी बहिनीहरूलाई म आफ्नो यो च्यानलबाट सिकाउन मेरो चाहना छ। तपाईले मेरो 1 देखि भिडियो हेर्यो भने तपाईलाई यो काम सिक्न एकदम सजिलो हुन्छ साथीहरू। हेर्नु, यो चाहिँ भइसके। अब म चाहिँ अर्को पत्ती बनाएर तपाईलाई सिकाउँछु। हेर्नु साथीहरू, अर्को पत्तीमा डियर साथी, अर्को पत्तीमा म अर्को धागो लाउँछु। यो चाहिँ धागो छ। अब एकचोटि अझै हेर्नु, पत्ती चाहिँ सेम हुन्छ, तर तपाईले हेर्नु, किनकि तपाईले हेर्नु राम्रोसितै, अनि तपाईले प्र्याक्टिकल गर्नु। तपाईसँग यो काम गर्न एकदम सजिलो हुन्छ साथीहरू। हेर्नु, एउटा चाहिँ बीचमा राख्ने, एउटा चाहिँ छपाईमा। जुन छपाई तपाईले जसरी गर्यो भने तपाईसँग हुन्छ। अनि एउटा बीचमा हानेर फेरि एउटा छपाईमा हान्नु पर्छ साथीहरू। यस्तै लेखेर तपाई जुन मतलब फ्लेवर बनाएर गर्नु, चाहिँ पत्ती बनाएर गर्नु, चाहिँ जे पनि बनाएर गर्नु, त्यो मतलब छैन साथीहरू। अनि साथीहरू, म माई फर्स्ट भिडियोमा बताइदिएछु जुन जुन सामान लाग्ने छ। अनि त्यो सामान पसलबाट तपाईले किनेर लाउनु। अनि तपाईसँग आधी घण्टा चाहिँ 10 मिनट चाहिँ 20 मिनट जति टाइम छ प्र्याक्टिस गर्नु रातिमा। तपाईले जहाँ पनि काम गर्नुहुन्छ केही मतलब छैन साथीहरू। तपाईले राति मात्र टाइम हुन्छ, 5-10 मिनट चाहिँ जति मिनट छ भने तपाई चाहिँ प्र्याक्टिस गर्नु। मेरो भिडियो हेरेर तपाईसँग यो काम सिक्न एकदम सजिलो हुन्छ साथीहरू। अनि म चाहिँ एउटा यस्तो प्लेलिस्ट बनाएर राख्छु यो च्यानलमा साथीहरू, कि नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो काम सिक्न एकदम सजिलो हुन्छ। त्यो प्लेलिस्ट म बनाउँदै जान्छु साथीहरू। हेर्नु, यो चाहिँ अब हुनेवाला छ। अब साथीहरू, यसको साइडमा के गर्नुपर्छ हेर्नु साथीहरू। यो चाहिँ त अब भयो, तर यसको क्वालिटी राम्रो गर्नको लागि यसको साइडबाट आउटिङ गर्नुपर्छ, मतलब आउटिङ भन्छ नि, त्यो आउटलाइन हो। यो म चाहिँ गरेर तपाईलाई हेराइरहेको छु। हेर्नु साथीहरू, तपाईले प्र्याक्टिस गरेर अनि यही साडीमा चाहिँ ब्लाउजमा गर्नुहुन्छ। हेर्नु, म चाहिँ साइडमा त्यसको लेखेको माथि म तपाईलाई गरेर हेराउँदैछु। हेर्नु साथीहरू, सानो सानो गरेर
मैले यो प्र्याक्टिस क्लास 1 मै बताइदिएछु। हेर्नु साथीहरू, यो चाहिँ अब क्वालिटीवाला भयो, मतलब राम्रो लागिरहेछ। एकचोटि अझै हेर्नु साथीहरू। यसको साइडमा गरेर अनि टाँका भनेको त्यो धागो सिलिरहेछ, जुन धागोलाई छपाईमा मतलब जुन लेखेको कलमदेखि छ त्यसको माथिबाट म तपाईलाई गरेर हेराउँछु। अनि तपाईँ पनि यस्तै सानो सानो टाँका लिएर पहिला सुरु तपाईले ठुलो लिनु, मतलब क्लास 2 कि 3 मा मैले बताइदिएछु त्यस्तो गर्नु। अनि मैले क्लासमा पुरै स्टेप बाई स्टेप सिकाएछु साथीहरू। तपाईलाई सिक्न मन छ भने यहाँ हेर्नु, यो चाहिँ अब भए साथीहरू। सुरुदेखि हेऱ्यो भने तपाईसँग राम्रो हुन्छ साथीहरू। यो क्लास अब सिधिसक्यो साथीहरू। अब चाहिँ यो क्लासमा आउनु। डियर साथी, अब चाहिँ क्लास 18 मा आउनु। यसमा म तपाईलाई फेरि